गाइस तपाईहरुलाई लाग्न सक्छ हैन मैले चाहिँ डेली किन फिटनेस रिलेटेड भिडियोहरु मात्र हाल्छु अनि भन्ने कुरा लाग्न सक्छ हैन त्यसमा चाहिँ एउटा मैले लास्टमा दुईवटा चीजसँग हैन जब मैले फिटनेस स्टार्ट गरे नि मेरो लाइफबाट दुईवटा चीज आउट भएको छ क्या हैन सो त्यो भएर म चाहिँ मेरो लाइफबाट यो फिटनेसलाई चाहिँ छुटाउन सक्दैन किन भन्दाखेरि मलाई यहाँभन्दा 3-4 वर्ष अगाडि एकदमै धेरै टाइफाइड हुने हैन अनि त्यसपछि टाइफाइड सिजनमा भइहाल्ने क्या एकचोटी त्यसपछि चाहिँ त्यो रुवाई अनि त्यसपछि बुवा आमालाई दिने अनि एउटा त्यो मानसिक हुन्छ नि टर्चरबाट एउटा मुक्त भयो अनि त्यसपछि अर्को चाहिँ मेरो एकदमै ज्यादा गाना जाने सानो केही पनि चीज उठायो भने गाना गइहाल्थ्यो क्या सो त्योबाट पनि मैले छुटकारा पाएँ सो त्यो भएर मलाई फिटनेसले जोस मलाई एउटा नयाँ जीवन दिएको छ नि त अनि अहिलेसम्मले त्यस्तो खालको एउटा सिटामोल समेत खानु परेको छैन क्या लाइक त्यस्तो भएर आई लभ फिटनेस एन्ड डेली भिडियो पोस्ट गर्न मलाई मनपर्छ सो त्यही नै गाइस फिटनेसमा सबैलाई थाहा नै होला हैन एउटा लाइफमा ह्याप्पी हुनलाई फिट हुन चाहिँ जरुरत हुन्छ मेरो भोगाइबाट है त सो त्यही नै गाइस किप गोइङ है त